हो अचरा आज चाहिँ म हजुरहरूलाई अचरा कसरी लगाउने भनेर देखाउन चाहन्छु। सो मेरो सासू मम्मी चाहिँ सिराहाको हिसिन्छ अनि त्यतातिर चाहिँ यस्तो अचरा लगाउँदैन। सो यता मोरङ्गिया थारू रौतार थारू सप्तरिया थारूहरूले चाहिँ यस्तो अचराहरू लगाउनुहुन्छ है, लगाउँछौँ हामी चाहिँ। सो आज चाहिँ हामी पूर्वेली थारूको लुक्स मम्मीलाई रिक्रिएट गर्न गइरहेछु। मम्मीले चाहिँ कहिले पनि लाउनु भएको छैन है, यो चाहिँ फर्स्ट टाइम हो। यो चाहिँ अचरा हो, यसमा चाहिँ यसरी फुलबुट्टाहरू ह्यान्डल गरेर बनिएको हुन्छ। यसलाई चाहिँ खड्की भनिन्छ। अचराको भित्र टाइटसँगले टाई गर्नुपर्छ ताकि अचरा अड्डियोस्, जस्ट लाइक साया। बट यसलाई मुजा बनाएर बाँध्ने, त्यसपछि अचरालाई माथिबाट झार्ने, राइट अर लेफ्ट सबैको आफ्नो तरिका हुने रहेछ। आफ्टर द्याट सुरुमा हामीले पुच्छरको भागलाई जति चाहिन्छ त्यति अड्कल गर्ने अनि मात्रै माथिको भागलाई खोइचामा चेप्ने। हेर्दा सिम्पल छ तर लगाउन टेक्निक चाहिन्छ र यो पछि आफूलाई चाहिने गरगहना लाउने। And look, she is flaunting like typical मोरङ्गिया थारू। अनि यति भइसकेपछि मम्मीले आफ्नो डार्लिङलाई नदेखाइ त श्रृङ्गार अधुरो नै हुन्छ। सो ड्याडी मम्मीको माया देखेर कहिलेकाहीँ चाहिँ साह्रै खुसी लाग्छ कि मलाई।